हे रुकाउँदो चैला आया चग्रो दाइको चुडी काटेर वर्षसम्म भूमिका गएको यो खम्मा वर्तनी दिनु भयो भने भूमिका गएर 5 वर्षसम्म कन्नड खुकुरी बानाको तपाईँ भोगाबीको लट्टी हामाएर हतियार दिएर ठुलो हतियार चलाउन जाने मिलिया थियो यो भोगाबी लट्टी थियो दाजु के भन्नुहुन्छ भने दाजु गरिब काम यसै दिन बाइक नाच्ने खेल्ने बजाउने त्यही 1 रुपियाँ दिँदा देउनु हुँदैन दाजु अब सम्पत्ति ल्याउला झन्डा दिए ल्याउला न तल्नु दिउँला केही म खाला गरेर जति सुन्दिने भन्यो अब भयो जात बाबु भनेर मुक्ति ल्याउँदो भनी गयो मूर्ति बेची खायो यो रिङ्गे पनि पाछ तपाईँको यो माथि जाँदा ठुलो लेख्छन् त्यही भाषा भइदियो उनका लागि ल्याउनु मिलिहाल्यो कुनै भाषा भइ त थियो आजकाल नाति लाग्ने उड्का मनी आयो सुनेपछि मोरा लाग्छ बात कसो भने बिरालामा गएनु शत्रु कसो भने भाइकोमा गएनु भन्नु बरु डाँडा गऱ्यो भने यति मान्छे सकेर त्यही भन्दा ए कालिया घुघुरा लिया मूर्ति बना लिया मान्छेलाई करेन्टी लगेर राज्य सत्ता कब्जा गरेर यहाँको जनसरकार ल्याउनको लागि 10 वर्ष सङ्घर्ष गरे दाइ घाँसा भने पक्रिने मात्रै काम भने पार्टीले योजना दियो नलिउ भने भएन ढाड लिया घुघुरा लिया मूर्ति पनि लिया ए चौरो दाइसँग मान्ती कन धेरै धोका दिया मेरै घर खाना खाइथे मोइकन कुटी मेरै घर खाना खाइथे मोइकन कुटी माथि सरकार नभए पनि बाबु अहिले गाउँपालिका पनि परि नरायण गाउँपालिका नेपाली गानाले जितेको ओडा पनि नेपाली गानाले जितेको क्षतिपूर्ति भराउनु छ कति गर्नु मैले कुट्याउनु मिलिसियाले कुट्याउनु अरू कमरेडहरू 2-4 जना साथीहरू न रोटा दिने न पानी दिने केही नदिने दानाले हेराउने ठाउँमा मात्रै अगाडि जाने पार्टीले यसजना गरिहाल्यो ए कनले मौसमी दियो कनले चन्दा दियो कनले मौसमी दियो कनले चन्दा दियो चन्दा दियो ए मुसलाली पेल्ने बेला कसो भयो थियो
हरियो त ओराला हिजो साउदी गएर मैले लट्टी राखेको छ ओरा जम्मै हल्नु नि हामीलाई हड्डी बनाएको मित्र नरालेको बेलाका केही खम्मा लाग्दा हामी यो फटाओ भनेर रिकर्डिङ रहेको उतापट्टि पेलियो म आउनु भयो अब अगाडि त भएको त सुविधा खाला म उता उता मोर पेलियो तर मौसम दियो भनेर भन्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो खोनाले मौसमी दिया खोलले चन्दा दियो मुसलाले पेल्ने बेला कसो भएपछि भनिएको थियो गाउँबाट मौसमी माग्यो जोइछोरलाई पारो एउटा कृषिमा कृषिमाबाट 18 ती सुकुरा चल्दा कति गाउँबाट मौसमी माग्यो जोइछोरले पारो आली कहाँ पाल्यो छुटी खुर्किया बोल्दो आली कहाँ पाल्यो मेरा चलेर आयो एउटा सरकार पक्षको र एउटा माओवादी पक्ष बाध्य भइसक्यो हतियार लिएर क्यान्टिनमा राखेर संविधान सभाको चुनाव मिल्ने बेला त अब आखिर शान्ति वातावरण हो त्यसै कारणले गर्दा दाजुले भने छुट्टी खुर्किएको भन्नु आजले कहाँ फाल्यो एउटा एलएमजी पनि अब क्यान्टिनमा राख्यो आफ्नो जो त्यो एउटा विभागमा आफ्नो विभागमा लिएको हुन्न अथवा राखेको हुन्न त्यो क्रान्तिमा त्यो मुख्य चाहिने एउटा साधनहरू हो हे उही बेला होइला आज हेली फुर्किन लाग्यो उही बेला होइला छेदै पुग्ने सम्भावना भइसकेपछि मुखिया बनिँदैन धामी बनिएन डाङ्री बनिएन आज बेला फुर्किन लाग्यो उही बेला ओइला